नमस्ते साथीहरू, नेपाली डिमान्ड टिभीमा तपाईँलाई स्वागत छ। आज हामीले मलेसिया जान चाहनेहरूका लागि एउटा उत्कृष्ट अवसर लिएर आएका छौँ। भिडियो सुरु गर्नुभन्दा अघि हाम्रो च्यानल नेपाली डिमान्ड टिभीलाई सब्स्क्राइब र फेसबुक पेज राकेश ओलीलाई फलो गर्न नबिर्सनुहोला। मलेसियाको प्रख्यात कम्पनी लियान हुई वात र वान फ्रेस मार्टमा जनरल वर्कर र सेल्फ फिलरको लागि 90 जना पुरुष कामदारको माग आएको छ। यदि तपाईँ मलेसिया जान सोच्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि एकदमै महत्त्वपूर्ण छ। साथीहरू, आजको डिमान्ड ब्लू मुन ओभरसिज नेपाल प्राइभेट लिमिटेड मार्फत आएको छ। यसमा दुईवटा फरक कम्पनीहरू छन्। पहिलो कम्पनी लियान हुई वात इन्टरप्राइजेस एसडिएन बिएचडी, यसमा 77 जना जनरल वर्कर फ्याक्ट्री वर्कर पुरुषको माग रहेको छ भने दोस्रो कम्पनी वान फ्रेस मार्ट एसडिएन बिएचडी, यसमा 20 जना सेल्फ फिलर अर्थात् सामान मिलाउने कामको माग रहेको छ। दुवै कम्पनीमा मासिक आधारभूत तलब 1700 मलेसियन रिङ्गेट रहनेछ, जुन अहिलेको विनिमय दर अनुसार नेपालीमा झन्डै 63,000 रुपैयाँ हुन आउँछ। अब कुरा गरौँ योग्यता र सुविधाहरूको। तपाईँ 18 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। साधारण अङ्ग्रेजी बुझ्ने र शारीरिक रूपमा स्वस्थ हुनुपर्नेछ। बस्ने सुविधा कम्पनीले निशुल्क उपलब्ध गराउनेछ भने खाने सुविधा आफैले गर्नुपर्नेछ। तपाईँले दिनको 8 घण्टा हप्ताको 6 दिन काम गर्नुपर्नेछ। ओभरटाइम नियम अनुसार थप पाउनुहुनेछ भनेर डिमान्डमा जानकारी गराएको छ। मुख्य कुरा भनेको यसमा फ्री भिजा र फ्री टिकट छ र कुनै पनि सेवा शुल्क लाग्ने छैन। यो पूर्णतया निशुल्क डिमान्ड हो। यसको फाइनल अन्तर्वार्ता यही 2082 फागुन 18 गते काठमाडौँको सावाई हिलमा रहेको ब्लू मुन ओभरसिजको कार्यालयमा हुनेछ। थप बुझ्नको लागि म्यानपावरको नम्बर 985110 23534 वा 014588 मा तुरुन्तै सम्पर्क गर्नुहोस्। आजको जानकारी कस्तो लाग्यो? केही प्रश्न भए कमेन्ट गर्नुहोला। यस्तै आधिकारिक डिमान्डहरूको लागि हामीसँगै रहनुहोला। धन्यवाद। जय नेपाल।